गाइस गाडी मरियो गाइस मरियो भिडियो लास्ट समेत हेर्नु होला, लास्टै फन्नी टाइपको भइरहेछ। हामी चाहिँ लुगा धुन लगाएको होइन, हेर्दा हेर्दै यत्रो भलाइदिइराख्यो। अब पानी परिहाल्यो, पानी परेपछि अब कसरी जाने। अब बाइक त यहाँ छ होइन, बाइक चाहिँ धोएर टिलिक्क बनाएको छ। बनाउनु चाहिँ पानी पनि पर्दैछ। अब कताबाट जाने, यताबाट उता ठुलो खोलो छ अरे, यहाँनिर यत्रो खोलो छ। यस्तो बिजोग हुने भयो, यत्रो ठुलो छ। आम्मा भलले बगायो भने त स्वात्तै हुन्छ त। ल है त गाइस, अब यो चाहिँ खोलो तर्दैछ। कतिको जान सक्छ भनेको गयो हो केटो त जानु त, तर म चाहिँ अब कसरी जाने के। ल है, आज चाहिँ यस्तो छ बाटोको हालत। हामी चाहिँ काम नपाएर कपडा धुन आएको कि ल गयो। अब झन्डै ढिला मुनि गयो होइन। आम्बो पानीले गोदिसक्यो, तर बाटो उस्तै छ कि। छु 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 तर पानी चाहिँ लास्टै चिसो गाइस होइन, तर यसले लडाउनु खोज्दैछ आज। छु 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 ओइ बिस्तारी, ओइ बाक्री, ओइ गाइस होइन, यसले चाहिँ जता पायो त्यति हालेर मार्छ भन्ने डर छ। यहाँ पनि भल्रहेछ। यहाँ चाहिँ फस्यो होला के। गाडी हो गाइस, गाडी हो। मरियो गाइस, मरियो ल गाइस हेरौँ न। हामी झन्डै खोला कटियो अब होइन गाइस। यहाँ त हामी लड्नु त लड्यौँ, लडे पनि हामी छोड्दैनौँ क्या, साहसी छौँ। त्यति यहाँदेखि उँधो मात्रै जानु त खोज्यो, गएको भए आज अन्तिम नि। अब फेरि हामी यहाँदेखिको यात्रा अगाडि बढ्छ, तर अब कहाँनिर लगेर हाल्छ भन्ने चाहिँ थाहा छैन मलाई। जाडो हो। अनि भन्छ नि त खाल्दा त यार। ओ माई गड गाई छैन, यस्तो जाडोमा हिँड्नुभन्दा चाहिँ कसम होला। ल गाई, जब हामी फेरि फस्यौँ है, यहाँनिर चाहिँ बाटो छैन, तर जान सक्छौँ होला। ल है हामी चाहिँ यत्रो खोलो यस्तो छ है बाटो चाहिँ। तर केटाले क्या राइडर पो त, राइडर अब मारो ले त होइन, बौला कुदाउँछ क्या, त्यही भएर बाटो त गाई चाहिँ यस्तो छ भाइ। ढोका नि अब कसम होला गाई छैन।